be an amazing place. Feels like a dream. A place of many wonders. And full of life. I open my eyes. Earth is our Pandora. सुदन दादालाई स्वागत छ। रितेश भाइलाई पनि धन्यवाद। अनि तपाईलाई के कस्तो लागिरहेछ त? हैन एकदम ठीक छ। आज यहाँ यसो कार्यक्रम भइरहेको हुनाले यहाँ संजोगले भेट हुन पाइयो ग्यारे भाइसँग। यहाँ हाम्रो सानोतिनो फुटबल खेल्ने कार्यक्रम भइरहेछ। आजको यो छुट्टीको दिन पनि हो, त्यही भएर आज यहाँ हामी कार्यक्रम फुटबल खेल्न लागिरहेको छौँ। अब हेर्दै जाउँ कहाँसम्म पुग्दो रहेछ हाम्रो गेम, हेरौँ न। त्यहाँपछि फेरि जोड्दै गरौँ न। हस्, धन्यवाद दाजुलाई। अब आज हाम्रो गेम हुँदैछ। हजुर, तपाईलाई के कस्तो लागिरहेछ? तपाईको जिज्ञासा राम्रै छ, रमाइलो भइरहेछ। सबैजना छौँ, लगभग 40-50 जना छौँ। हजुर, अब नेपालीहरू सब एकचोटि जम्मा हुन पाछौँ, त्यही खुसी लागिरहेछ। अब गेम हार जित्दा जे होस् मतलब भएन, जे पनि हाम्रो गेम जे पनि रमाइलो भइरहेछ। साथीभाइ भेटिए छ। अब मेरो चाहिँ एकछिनपछि गेम सुरु हुँदैछ। हजुर हजुर, तपाईँ कुन पोजिसनमा खेल्दै हुन्छ? म त गोलकिपरमा खेल्दैछु। हजुर, त्यही अब गेम चाहिँ हेर्दै जानु सबैजनाले, त्यही हो। म त्यही भन्न चाहन्छु, गेम अब हाम्रो रमाइलै हुन्छ। नेपाली अब दुई ठाउँको भेट्दैछौँ। अब चिनजान त होइन साथीहरू भाइ, अब यहीँ ग्राउन्डमा चिनजान गरेर खेल्दैछौँ अब हामी। हुन्छ हुन्छ, हजुरलाई एकदम जितको अग्रिम शुभकामना। ल, थ्याङ्क यू, धन्यवाद धन्यवाद, थ्याङ्क यू। प्रवीण सर, तपाईँलाई आज इस्टरको उपलक्ष्यमा आज कस्तो लागिरहेछ? एकदम बवाल लागिरहेछ गाइज। त्यही हो, घामली चर्को भयो। अब भागो गोरो पनि यहाँ आएर कालो भइयो घाममा, त्यस्तै छ। अलिअलि रोमनी आएर गोरो भइएको थियो। होइन, नेपालबाटै गोरो थियो, तर यहाँको घाम लास्टै चर्को हुने छ क्या गाइज। अब के भन्नु, तपाईँको लागि इस्टर आर्य दाइलाई के कस्तो लागिरहेछ? आफ्नो जिज्ञासा दिनु होला। एकदम खुसी के। अब यो हाम्रो महल एकदम दामी छ, दामी मिलिरहेको छ। अनि साथीहरू एकदम धेरै आइरहनु छ। अनि प्लस हामी यहाँ धेरै कि आज छुट्टी सबैको एकैचोटि छुट्टी मिल्नको कारणले आज सबै मिलेर मस्त फुटबल खेल्ने छौँ हामी। सबैजनालाई एकदम सम्झना माया हुनुहुन्छ। नमस्ते सर, सन्चै छु। अनि कस्तो लागिरहेछ आज यत्रो नेपाली, सबैजना नेपालीहरू जम्मा भएर एक ठाउँमा चाहिँ जम्मा भएर फुटबल खेल्ने यो प्रतियोगिता राख्नु भएको रहेछ यो रदौत आयोजकले? तपाईँलाई कस्तो फिल हुँदैछ? एकदम रमाइलो लागिरहेछ। सबैजना नेपाली भेट्दा हजुर आफ्नै दाजुभाइ जस्तो, हजुर जस्तो आफ्नै ठाउँमा आफ्नै गाउँमा बसेको आफ्नै ठाउँ नभए नि गाउँको जस्तो फिल आयो, त्यस्तै भइरहेछ फिल। अनि आज के जित्छ जस्तो लाग्छ कि हार्छ जस्तो लाग्छ तपाईँलाई? आज अभियसली अब मिहिनेत गर्ने हो, जितिन्छ। अर्को टिम पनि चाहिँ म त मजबुतै देख्छु, यहाँ बलियो नै देख्छु। दुइटै भिडा हुँदाखेरि त कि हारिन्छ जस्तो लाग्दैन? आज सबैले आफ्नो बेस्ट दिने हो। हजुर, जितिन्छ। हस् हस्, राम्रो। ल, धन्यवाद। खेल्नुभन्दा अगाडि हजुरलाई शुभकामना, राम्रोसँग खेल्नु होला। नमस्ते। आज तपाईँ किपर खेल्दै हुन्छ, के कस्तो लागिरहेछ तपाईँलाई आज? किपर चाहिँ सर मैले लगभग 7-8 वर्ष नै भयो किपर नखेलेको। हजुर, मेरो फर्स्ट टाइम भनौँ न, फर्स्ट टाइम चाहिँ यो यस्तो फिल्डमा चाहिँ यो रोमानी आएर चाहिँ फर्स्ट टाइम हो। यो नेपालमा चाहिँ मैले धेरै खेल्थेँ बाहिर गेमहरू। हजुर हजुर। अब आज हेर्दै जाऊँ कस्तो हुन्छ। फर्स्ट टाइम चाहिँ रोमानियामा यसरी फुटबल खेल्दैछु, त्यही हो। ओके, तपाईँको नेपाल घर चाहिँ कहाँ पर्यो? मेरो घर चाहिँ नेपाल नुवाकोट त्रिशुली पर्यो। हजुर हजुर। अनि हामी नेपालमा चाहिँ धेरै नै गेम खेल्ने भएर अब हाम्रो आज गेम हुँदैछ। विपक्षी टिम पनि धेरै नै बलियो देख्छु म। हजुर, अब धेरै नै च्यालेन्ज छ गेम जित्नलाई, तैपनि हामी आफ्नो कोसिस नै गर्ने हो आफ्नो टिमबाट, त्यही हो सर। ओके, ल धन्यवाद हजुरलाई। हस्, धन्यवाद। आजको गेम कस्तो हुँदैछ? तपाईँलाई के जित्ला जस्तो लाग्छ आज? आज हामी अवश्य जितिन्छ, हेर्नुहोस्। हजुर, हाम्रो टिम एकदम भन्दा एकदमै बवालै राम्रो छ। हजुर। आज पूर्वदेखि पश्चिमको हाम्रो टक्कसँगले नेपाल अधिराज्यभरिबाट सबै यहाँ हामी फुटबल खेल्नुको लागि आएको छौँ। ल भुपाल सर, आज तपाईँलाई यो मैदानमा उत्रिन पाउँदा के कस्तो लागिरहेछ? एकदम होइन, अब परदेशी जीवनमा चाहिँ आएर पनि हजुर, आज नेपाली भएर चाहिँ यहाँको चाडको उपलक्ष्यमा गेम खेल्न पाइराख्दा एकदम खुसी लागिरहेछ। र यो म्याचमा चाहिँ अब हाम्रो जित हुन्छ भन्ने आश पनि राख्दै सबै हाम्रो टिमलाई जितको शुभकामना भन्दै हामी गेम खेल्न लागिरहेछौँ। ल हस्, हजुरलाई पनि जितको अग्रिम शुभकामना। धन्यवाद। ल, कस्तो लागिरहेछ त आज? आज एकदम रमाइलो फिल भइरहेछ। मेरो नाम चाहिँ पवन मगर हो। हजुर, रिप्रेजेन्टिङ टिएनबी। हजुर। अनि हजुरको घर नेपाल? मेरो घर नेपाल पूर्व है, बिस्ट फ्रम द इस्ट।
20 15 20 भने चाहिँ कुन ठाउँ पर्यो एक्ज्याक्ट? इटरीको हो है म चाहिँ। अनि आजको पूर्व तयारी कस्तो छ? आजको हाम्रो तयारी एकदम, आज हामी जित्नु पनि आएको होइन, हामी हार्नु पनि आएको होइन। हामी भनेको एकदम भाइचारा दाजुभाइको सम्बन्ध कायम गर्नुको खेल्नुको लागि। जस तपाईँले के सोच्नुभयो भने स्टारको समयमा चाहिँ सबै नेपाली मिलेर रमाइलो गरौँ भनेर चाहिँ एउटा प्लान बनाउनु भयो, जो अहिले सक्सेस हुँदैछ होइन? ल यो प्लानको नाइके चाहिँ च्याङे हो, म चाहिँ सहनाइके हो। अरू केही भन्न चाहनुहुन्छ गेम सुरु हुनुभन्दा अगाडि? गेम अब हामी खेल्छौँ, जित्छौँ पनि हामी अवश्य। हस् धन्यवाद। आज हाम्रो चाहिँ यो रदौतमा गेम हुँदैछ, यहाँ धेरैजना उपस्थित हुनुहुन्छ। आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू, अब हाम्रो गेम सुरु हुँदैछ। यहाँ दुई विपक्षी टिमहरू चाहिँ मैदानमा उत्रिनु भइसकेको छ। धेरै नै राम्रो गेम सुरु होला जस्तो लागिरहेको छ। र त्यसै गरी हाम्रो यहाँ दुईटा टिम चाहिँ एउटा दोर्नेस भर्सेस रदौती चाहिँ यहाँ गेम सुरु हुन लागेको छ। र म आज रिच्याङ थापा चाहिँ एङ्करिङमा, म सबैको एङ्करिङ। यहाँ दर्शकबिनहरू उहाँ हुनुहुन्छ, हाम्रो चाहिँ दोर्नेसको कोच उहाँ बसिरहनु भएको छ भने यसै गरी रदौतको कोच चाहिँ हाम्रो चाहिँ अलिक पछाडि हुनुहुन्छ। अब केही समयमा हाम्रो गेम सुरु हुन गइरहेको छ। यसै गरी रदौतबाट भानु डेकपटा हुनुहुन्छ किपरमा, म्यानेजमेन्ट मिलाउँदैछ पछाडि अगाडि अगाडि पछाडि। र हाम्रो बल टिप्ने दुईजना हुनुहुन्छ पछाडि, नेपालबाट लिएर आएको दुईजना बल टिप्नुहुन्छ भने यतापट्टि पनि उहाँहरू एकजनालाई हामी अब केही समयपछि यता पठाउनेछौँ। यसै गरी यो धेरै छ। थन आले मगर्जी हुनुहुन्छ दोर्नेस किपर। र गेम सुरु भइसकेको छ। यति बेला पवन खुट्टामा बल। यसै गरी पवनको पास रोशनलाई कुमार बलसँग कुद्दै तर उहाँ फेरि पनि द्रविन भाइ हुनुहुन्छ रदौतबाट। द्रविन भाइ सुट, तर यहाँ आउट हुनु पुगेको छ र रदौतले कर्नल पाएको छ। अब हामी हेर्दैछौँ कर्नल कस्तो हान्नेछन् केटाहरूले। क्यामराम्यानमा हाम्रो भाइ हुनुहुन्छ निकेश। र बल ल हाम्रो यहाँ कर्नल सुटमा द्रविनको कर्नल। ल निकै नै हाई बल फाल्नु भएको थियो उहाँले, तर विपक्षी टिमले असफल पारिदिनु भयो। त्यसै नम्बर जर्सी नम्बर 5 बलमा भोगेन्द्रको सुट, तर असफल। रोशन असफल। फेरि गएर हाम्रो एकजना मोटे दाइ हुनुहुन्छ, फेरि रदौत फेरि लड्न पुग्नु भयो उहाँ, तर असफल हुनुभयो। फेरि पनि शान्ता सुनिलको पास द्रविन लड्न पुग्यो। द्रविन तर बल आउट हुनु पुगेको छ। अगाडि आइजेन दौडिँदै। यसै गरी आले बल किपिङ। आले फेरि पनि सुट असफल। यसै गरी जर्सी नम्बर 5 सुनिल बलमा। सुनिलको पास साथी खोज्दै, सुनिलको पास विपक्षी टिमलाई। यसै गरी जर्सी नम्बर 5 दोर्नेस त्यहाँ लड्न पुगेको साथी। फेरि पनि दोर्नेस नै बलमा। दोर्नेस जर्सी नम्बर 3 साथी खोज्दै, उनी राम्रो स्किल प्रदर्शन गर्दै। यति बेला हाम्रो बल विपक्षी टिम रदौतीलाई पुगेको छ। सुनिलको पास चलाउँदै सुनिलको पास द्रविनको पास सुनिललाई सुनिल साथी खोज्दै केही डेन्जर हुनसक्छ त्यहाँ, डेन्जर तर निकै नै राम्रो क्याच किपरको हातबाट। थमन सिंहको राम्रो चाहिँ त्यहाँ क्याच गर्न पुगेका छन्। फेरि पनि दोर्नेस बलमा। दोर्नेस सुनिल बलमा। विपक्ष सुनिल हजुर साथी खोज्दै हुने। दोर्नेस जर्सी नम्बर 5
गरी कुमार हुनुहुन्छ बलमा, कुमार आउँदै हुनुहुन्छ, कुमार आफ्नो साथी खोज्दै, कुमारको पास रोशनलाई, यहाँ रोशन साथी खोज्दै, रोशनको पास द्रविनको पास, तर बल त्यहाँ अनसफल हुन पुग्यो। यसै गरी यहाँ आले थमन सिंह आले चाहिँ हाम्रो किपर हुनुहुन्छ, उहाँलाई शुभकामना दिन चाहन्छु। फेरि पनि त्यहाँ रदौतलाई चाहिँ केही गाह्रो हुनसक्छ है। रदौत अझै पनि रदौतलाई केही गाह्रो भएन त्यहाँ। दोर्नेस फेरि पनि दोर्नेस जर्सी नम्बर 5 साथी खोज्दै दोर्नेसको पास जर्सी नम्बर 3 को दोर्नेसलाई, फेरि पनि दोर्नेस असफल बनाइदिए त्यहाँ। ठोक्कर बहादुर तामाङ थिए त्यहाँ। अहिले यहाँ राम्रो हुनसक्छ द्रविन भाइ, मिस पास द्रविनमा साथी खोज्दै उनको पास कुमारले, तर यहाँ आले तर किपरको निकै नै राम्रो यहाँ चाहिँ एउटा बल होल्ड गर्न पुगे। निकै नै राम्रो देखिन्छ यहाँ आजको हाम्रो दोर्नेसको किपर आले सिंह ठकुरी तामाङ। यसै गरी बल त्यहाँ आउट हुनु पुगेको छ। पास दिँदै शान्तबहादुर तामाङ बलमा, शान्ता त्यसपछि पवनको पास सुनिल एक्लै साथी खोज्दै, तर मिस सफल हुन पुग्यो उनी। बल आउट हुन पुगेको छ, बल आउट भएको छ यति बेला, बल आउट हुन पुगेको छ। द्रविनको पास भोगेन्द्र राई बलमा, भोगेन्द्रको पास द्रविन अझै पनि साथी खोज्दै, उनको पोस्ट चार्ज थिए तर सफल हुन पुगेन। कुमारलाई पनि असफल बनाइदिए दोर्नेस जर्सी नम्बर 3 ले। शान्ता बलमा, शान्ता अझै पनि शान्ता, तर यहाँ आउट कर्नल पाएको छ रदौतले। कर्नर पाएको छ। र यहाँ कर्नलको चान्स रदौतलाई। कुमार सुनार चाहिँ कर्नलमा जानुभएको छ, उहाँले कर्नल चार्ज गर्दै हुनुहुन्छ। हेरौँ उहाँको सफल पास कसो रहनेछ। निकै नै राम्रो कर्नल पास, निकै नै राम्रो क्याच, बचाउ। अझै पनि आले कुमार सुनारको पास, तर मिस सफल हुन पुगेको छ। फेरि पनि दोर्नेस जर्सी नम्बर 3 को बलमा पवन थिए त्यहाँ, असफल हुनु पुगे। जर्सी नम्बर 5 त्यसपछि चाहिँ मिस पास हुनु भयो, द्रविनलाई चाहिँ बल, त्यसपछि सुनिल बलमा, सुनिल अझै पनि सुनिल साथी खोज्दै केही स्किल देखाउन चाहन्छन् सुनिल, तर सफल हुन पुगेन स्किल। द्रविनको चार्ज गर्दै सफल हुन सकेन त्यहाँ। फेरि पनि द्रविन, तर बल आउट हुन पुगेको छ दोर्नेसको लागि। थ्रो सिंह आले उहाँ हुनुहुन्छ किपर, आजको किपर। उहाँ निकै नै चाहिँ मजबुत प्लेयर देखिन्छ, निकै नै राम्रो सेफ र निकै नै राम्रो चाहिँ डाइभ हान्नु भएको छ। उहाँलाई धेरै धेरै धन्यवाद दोर्नेसको टिमबाट। र अब पनि केही डर हुनेछ यहाँ, फेरि पनि यहाँ रदौतलाई केही चाहिँ विपक्षी टिमले गोल हान्न सक्नेछ, तर निकै नै राम्रो प्राय क्याच गरेका छन् भानु देखपता थिए आजका विपक्षी टिमका किपर। फेरि पनि पुरै चार्ज गर्न पुगेका छन् विपक्षी टिमले, तर सफल हुन सकेन। द्रविनको पास कुमार अझै बलमा, तर ह्यान्ड हुन पुगेको छ यति बेला। जर्सी नम्बर 5 दोर्नेसबाट जर्सी नम्बर 5 त्यहाँ फेरि फल हुन पुगेको छ, लड्न पुगेको छ। शान्ताले फल गर्न पुग्यो, शान्ता सिंह तामाङ फल गर्न पुग्नु भएको छ। निकै नै राम्रो गेम भइरहेको छ। कुमारको त्यो ढाडमा बल लागेको छ। फेरि पनि यहाँ सुनिल भाइ बलमा, पवनको लङ सुट द्रविन बलमा, आउट। जी उहाँ चाहिँ जर्सी नम्बर 3 को हुनुहुन्छ, निकै नै राम्रो उत्कृष्ट प्रदर्शन गर्दै हुनुहुन्छ आज। ब्याकबाट 3 जना दर्शक हुनुहुन्छ,
फेरि पनि डोर्नेसलाई डेन्जर हुन सक्छ। द्रविन भाइको पास पवनलाई, पवनको चाच क्याच। यहाँ हाम्रो आले पवन फेरि फुल चार्ज पोस्टमा, तर असफल हुन पुगेको छ। ठोक्कर बलमा थमनालीको राम्रो बचाउ, तर फितलो प्रहार। यहाँ किल गर्न सक्थे तर उहाँ चिप्लेर लड्नुभयो, तर पवनको राम्रो गोल। एक अग्रता लिइसकेको छ रदौतीले। रदौतीको एक गोल भइसकेको छ। पवन मगर गोलकर्ता पहिलो गोल गर्न सफल पवन मगर। रबिन बलमा शान्तको पास रबिनलाई, सुनिल फिनिसिङ। पवनको पास कुमारले साथी खोज्दै, सुनिलले साथी खोज्दैछन् त्यहाँ। राम्रो पास। ठोकर। बुद्धको राम्रो क्लियरेन्स, साथी खोज्दै फेरि राम्रो क्यारी देखाउँदै।
राम्रो बचाउ भानु देवकोटाको। राम्रो बचाउ भोगेन्द्र राईको। ड्रबिन पोले टर्म गर्ने। ल एकदमै राम्रो चान्स क्रिएट गर्न पुगेको छ। ओ राम्रो बचाउ किपर मुस्किलै पर्नेछ। ड्रबिन बलमा शान्ता। ड्रबिन पवनलाई पास। पवन डिफेन्सबाट अगाडि। राम्रो एकदम राम्रो फिनिस गर्नुपर्ने यहाँ, तर 2-3 मिस्टेक भइसकेको छ सुनिलको तर्फबाट। कुमारको एकदमै राम्रो, दामी एकदमै उत्कृष्ट गोल गर्न सफल हुनुभएको छ रोशन राई। सुनिल गुरुङको खुट्टामा बल रहेको छ। अनमोल ड्रबिन फेरि पनि साथी खोज्दै त्यहाँ गोल। सुनिल गुरुङ, ड्रबिन, अनमोल राम्रो एकदमै दामी गोल। 3 को लिड गरिसकेको छ टिम रदौतले। उत्कृष्ट गोलको साथमा अनमोल उत्कृष्ट गोल, धेरै नै निकै नै राम्रो गोल गरिसक्नु भएको छ। 3 गोल। त्यहाँ निकै नै राम्रो मौका हुन सक्छ टिम डोर्नेसलाई, तर गोल बाहिर हुन पुगेको छ। निकै नै पोस्टमा वाउ यस्तो बचाउ गरेका छन् कि भानु देवकोटाले। निकै नै राम्रो आफ्नो टिमलाई। फेरि अर्को कर्नर हुन पुगेको छ। थमनाले कुमार सुनवार बल भेट्ने क्रममा एकदमै खाली छ, कोही डिफेन्स पनि कोही छैन। भोगेन्द्र खाली पोस्ट, तर पनि किल गर्न नसकेको अवस्था। गोल फेरि पनि कुमार। निकै नै राम्रो प्रयास। 1-1। ओहो निकै नै राम्रो गोल। पास कुमार सुनवार, राम्रो क्रस रोशन राईले थमनालेलाई कटाइवरी। ओ वाउ निकै नै राम्रो बचाउ, तर शट पनि निकै नै राम्रो थियो। फेरि ठोकर, फेरि पनि सुनिल। निकै नै राम्रो उत्कृष्ट खेलिरहेका छन् सुनिल। 1-2 प्रहार फितलो। बुद्ध थापा भूपाल रे राम्रो क्लियर
पवनको पास ड्रबिनलाई ड्रबिन तर पोस्टबाट बाहिर निकै नै फेरि पनि रोशन राई वाउ बुद्ध फेरि पनि सुनिल कुमार एक दुईवटा स्किल देखाइदियो कुमार सरले च्याङ सर भर्खर मैदान प्रवेश गर्नु भएको थियो तर किपर हाम्रो निकै नै राम्रो प्रदर्शन देखाइराख्नु भएको छ सुनिल गुरुङ बलमा ल टाइम सकिसकेको छ